ल हेलो साथीहरू, तपाईँलाई एसके ब्लगमा स्वागत छ। फेरि पनि नयाँ भिडियो लिएर प्रस्तुत भएको छु। सबैले साथ दिनु होला। यति भन्दै अब फेरि भिडियो स्टार्ट गर्छौँ नि त साथीहरू। राइडरमा हुनुहुन्छ ओरेन्ज खड्का। र त साथीहरू कलरको काम सुरु भइसकेछ, देख्न सक्नुहुन्छ पोखराको म अर्कैमा ध्यानमा थिएँ त। दमौलीको बाटो साथीहरू है यस्तो चाहिँ। असारमा हिलो खेल्न आयो भने चाहिँ बनाउँदै गरेको फाइनली दमौलीको पुल साथ फाइनली मुग्रिन आइपुगेसम्म त मुग्रिनको पुल देख्न सक्नुहुन्छ। ल त फाइनली मुग्रिन ठ्याक्कै कति बजे पुग्यौँ भन्दा 6:53 ओके। ल त साथीहरू हामी फाइनली हामी यता नारायणीको तीरतिर आइसकेछौँ। सुनसान छ यतातिर। हामी रुममा आइसकेका छौँ। हाम्रो रुम चाहिँ यही हो, देख्न सक्नुहुन्छ। साथीहरू फिलहाल अहिले ल त हामी चितवनमा यता भिजिट गरिरहेको छ मैले, हो नि त। के कसो पोखरा बसपार्क यही हो। ल त साथीहरू गुड मर्निङ छ हाम्रो चाहिँ। अब आजको बिहान भइसकेछ, सबै फ्रेस भइसकेछ। हामी रेडी भन्छौँ। यता केटाहरू यहाँ सल्लाह सुझाव गर्दैछ, देख्न सक्नुहुन्छ। कोही पानी खाँदैछ। अब चाहिँ यहाँबाट चाहिँ हामी पहिला खाजा खानु नारायण तीरतिर जान्छौँ, त्यसपछि अब हेरौँ कता हुन्छ डेस्टिनेसन। ठिकै छ, यति भन्दै अहिलेको भिडियो यहीँ इन्ड गर्छु। अहिले चाहिँ फेरि बाटो भेटौँला साथीहरू। ल त साथीहरू फाइनली हामी होटलबाट निस्किसकेछौँ। अहिले चाहिँ हामी कता छौँ रे? चितवनमा घुमिरहेछौँ भन्न मिल्दैन है। ल
नारायणीको यताबाट जान पनि हो त साथीहरू फिलहाल हामी नारायणीको तिरमा आएको थियौँ क्यारे है तर के गर्ने दुर्भाग्यवश अब यस्तो छ क्या माहौल हेर्न सक्नुहुन्छ पुरै अँधारै छ वेन अर ए यो चाहिँ के हो कस्तो शीत परेको म चाहिँ आइस रिभर रहेछ झन् त्यता त के देखियो होला र देख्न सक्नुहुन्छ हाम्रो नारायणी तिरको बजे चाहिँ कति बजेबाट बजेको दृश्य भने 8:30 बजेको दृश्य चाहिँ यस्तो छ है यहाँको ल त साथीहरू फाइनल्ली हामी सौरातिर छिरिसकेछौँ होइन देख्न सक्नुहुन्छ बाटो बिर्सेर माथि गएर अस्तिको त्यो पानीपुरी भाइरल पानीपुरी छ नि के दिने यस्तो आधा पार्किङ गरेर पार्किङको त यता पैसा लाग्छ नि त फेरि अहिले उता साथीहरू हाम्रो खाजा आइसकेको छ देख्न सक्नुहुन्छ हाम्रो सुरुवात चाहिँ बिहानको पुरी तरकारी र अन्डाबाट भइरहेछ तपाईँको सुरुवात के कस्तोबाट भएछ कृपया जानकारी गराउनु होला फोटोग्राफर यहाँ छ मोडल यहाँ छ सम्झन्छु छिन तिमीले माया नगरे पनि सम्झन्छु दिन्दिन तिमीले माया नगरे पनि सम्झन्छु दिन्दिन आज मैले भातै खायो तिमुन त गहबाको खायो तिमुन त गहबाको के माया गर्थ्यौ तिमीले साइली म जस्तो जाबाको के माया गर्थ्यौ तिमीले साइली म जस्तो जाबाको तिम्रो नि माया लाग्दछ साइली सम्झन्छु छिन तिमीले माया नगरे पनि सम्झन्छु दिन्दिन तिमीले माया नगरे पनि सम्झन्छु दिन्दिन
सेतो र चोली रातो र चोली कुन चोली सिएको सेतो र चोली रातो र चोली कुन चोली सिएको यो गीत मैले गाएको हैन सम्झाइदिएको यो गीत मैले गाएको हैन सम्झाइदिएको तिम्रो माया लाग्दछ साइली सम्झन्छु छिन तिमीले माया नगरे पनि सम्झन्छु दिन्दिन तिमीले माया नगरे पनि सम्झन्छु दिन्दिन तयखेरी गन्धर्व अङ्कल पनि निकै खुसी भए हिँड्दा डुल्दा बाबुहरूलाई सवारीमा शुभ यात्रा रहोस् विदेश व्यापार जागिर पेसा बढी जाओस् देश विदेश आउँदा जाँदा शुभ साइद रहोस् गन्धर्वले दिएको हजुर आशीर्वाद लागोस् बाबुसँग भेट भयो धन्यवाद त्यहाँमाथि धेरै आशीर्वाद हावा सररा सौराको जङ्गलैमा हावा सररा जता छ निर्माया उतै नजरा सौराको जङ्गलैमा हावा सररा जता छ निर्माया उतै नजरा जता छ निर्माया उतै नजरा जिउडाल पनि क्या राम्रो कसिलो बाबु पनि हसिलो हावा सररा तनको जङ्गलैमा हावा सररा निर्माया उतै नजरा जिउडाल नि कसिलो बाबु पनि हसिलो हावा सररा चितवनको जङ्गलैमा हावा सररा ओ वाह 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 हामी कसरी बजाउनु घट्टेन त अलि तल रेट अझै तल सेतो थिम ओ हामी पनि सौरा आयो जानी अङ्कल यसको नाम के अरे सारङ्गी सारङ्गी बजाइयो भेटघाट रमाइलो अर्को चोटि फेरि अङ्कलसँग भेट हुने मौका मिलाउनु पर्यो चितवनसम्म आइपुग्दाखेरि हाम्रो चाहिँ बाइक पम्चर भएको छ देख्न सक्नुहुन्छ राइडरमा अनिस खड्का हुनुहुन्थ्यो के अरे अर्को राइडर अर्जुन बुढाथोकी क्यामेराम्यानको साथमा म फाइनली यहाँ बल परेछ है पर्ला नि 4-5 हजार के भयो ल साथीहरू फाइनली हामी 20,000 तालतिर जाँदैछौँ 20,000 ताल यहाँबाट केही किलोमिटर अगाडि पर्दछ र वेलकम टु 20,000 तालको गेट अगाडि आइपुगेका छौँ भने अब त्यसै गरी यहाँ साथीहरू फिलहाल हामी अब 20,000 तालतिर लागिसकेका छौँ होइन देख्न सक्नुहुन्छ यहाँको नजरिया यस्तो छ बाटो यस्तो कच्ची रहेछ अलिकता पिच रहेछ त्यहाँपछि कच्ची सुरु हुँदो रहेछ अब यतातिर आउँदाखेरि चाहिँ टोटली भाइब चाहिँ मेरो गाउँको जस्तो दिइरहेको छ
मलाई अब विदेशी बनाएको छ, मलाई ड्राइभर पनि बनाएको छ। अब बाटो चाहिँ अब अलि व्यवस्थित गरेको भए अझ राम्रो हुने थियो। अब गाउँघरेहरूलाई आवाज जावाज गर्न एकदमै सहज हुने थियो। अब यहाँ बाटो राम्रो भयो भने चाहिँ अब टुरिस्टहरू पनि राम्रो फलो हुने थियो। मलाई त्यति नेपाली बोल्न आउँदैन फेरि, हो म गोरे हो नि त, गोरे, त्यही भएर मलाई त्यति नेपाली बोल्न आउँदैन। त्यही पनि अब मगरको जस्तो भाषा बोल्छु म। अब उतातिर चाहिँ आउनुहोस् त, कस्तो छ हाम्रो मौसम। भेडाहरू पनि आएका छन्, बाजेले भेडा अब टाढैतिर पनि भेडा आयो विशेष गरेर चिकन ठाल। अर्जुन बुढाको गोरे भन्छ यो फिसिङ 12-21 हो क्या। यसरी हामी 20,000 तालको जङ्गलमा, टिकौली जङ्गलमा जाँदैछौँ। भइरहेछ, अब के हुन्छ कसो हुन्छ केही थाहा छैन। हामी जङ्गल सफारी स्कुटीमा गरिरहेको छौँ, आर्मीसँग पर्मिसन लिएर। यहाँ हाम्रो आर्मी सर हुनुहुन्छ पछाडि, शिव सर। साथीहरू फिलहाल हामी 20,000 तालमा आइसकेका छौँ, हेर्न सक्नुहुन्छ। यो चाहिँ 20,000 ताल हो। अब हामी भित्र जान्छौँ। ल्याउ तल त नछुनु पर्ने हो, डुबाउने चोखो पनि। त साथीहरू फिलहाल हामी 20,000 तालमा आइसकेका छौँ, देख्न सक्नुहुन्छ। यो हाम्रो 20,000 ताल हो। यताबाट उतासम्म छ, यताबाट उतासम्म छ, कता कता। यहाँको चाहिँ अब यो ताल भएको अरे, बाहिर चाहिँ पेटीमा हिँड्ने बाटो भने कस्तो छ, यस्तो छ। यताबाट नि हिँड्न मिल्ने रहेछ। एक राउन्ड नै हिँड्नु मिल्दो रहेछ क्या? एक राउन्ड नै हिँड्न मिल्छ क्या? डुङ्गन रहेछ। म चाहिँ अब तालतिर जान पार्छु, देख्न सक्नुहुन्छ। हो त साथी आउँछ। हेलो साथीहरू, अब हामी 20,000 तालमा अब वाकिङ गरिरहेछौँ, फुड ट्र्याक जस्तैमा, होइन? कस्तो लागिरहेछ त केटा? हो र? ओ के हो, चारैतिर फैलिएको छ त यो तपाईँ? 20,000वटा ताल छ कि, 20,000वटा ताल अरे, त्यही भएर 20,000 नाम भएको अरे भन्ने कुरो सुन्नेमा आएको छ। यो एरियामा पहिला सानसानोबाट अनि जो जोइन गर्दै गऱ्यो होला नि, के हो जोइन गरेको होइन आफै। अब के होला, अब रहस्य त मलाई पनि थाहा छैन, होइन? कसैलाई थाहा छ भने भनिदिनु होला। देख्न सक्नुहुन्छ, यहाँबाट राम्रो आउँछ होला। नि सम्पूर्णमा नमस्कार, तपाईँलाई स्वागत छ यसकै ब्लगमा। आज चाहिँ हामी चितवनबाट चाहिँ अहिले 20,000 तालमा अवस्थित छौँ, देख्न सक्नुहुन्छ। ताल यताबाट पनि ताल देखेको छ, यताबाट पनि देखेको छ, चारैतिर तालै ताल छ। अब सबैजना 14 फेब्रुअरी मनाइराख्नु पर्छ। हामी चाहिँ आज चाहिँ साथीहरू मिलेर चाहिँ चितवन चाहिँ आएछौँ। अब के गर्ने, आफू सिङ्गल परियो होइन, त्यही भएर त्यतिर भिजिट गर्न आएछौँ। ल फेरि स्वागत छ साथीहरू तपाईँलाई। अब हामी चाहिँ 20,000 तालमा अवस्थित, यो चाहिँ के भन्छ नि, टावर जस्तो घरमा आएछौँ। अब माथि गएर भिजिट गर्छौँ। अहिले चाहिँ हाल फिलहाल देख्न सक्नुहुन्छ, यस्तो छ यहाँको भ्यू।
टावर ल फेरि स्वागत छ साथीहरू। फेरि हामी त्यो अघिको घरमा आइसकेको छौँ, देख्न सक्नुहुन्छ। माथिबाट चाहिँ लास्ट स्टेप भनेको यही हो। यहाँबाट चाहिँ तालाबाट देखिन्छ। रातिर देखेको यस्तो छ यहाँको दृश्य। यो चाहिँ काठै काठको बनेको छ, सबै काठै काठ छ, देख्न सक्नुहुन्छ। अलिअलि भूकम्प पनि आए जस्तो फिल हुन्छ। यो चाहिँ अनि यता आइसकेपछि अब 4-5 जना आयो भने हल्लिँदो रहेछ फेरि भूकम्प आए जसरी। त्यही हो त ल। हरिणहरू देख्न सक्नुहुन्छ। जरा चित्तल सेट्टै भइसकेछ। फिलहाल हामी यता गेममा आइसकेको छौँ होइन। यहाँ क्याप्टेन हुनुहुन्छ। क्याच हानेको छ। ल त साथीहरू, हामी फाइनली सिजी आइसकेका छौँ होइन। त फाइनली हामी सिजीमा आइसकेका छौँ। ल ल त साथीहरू, हामी आइसकेका छौँ होइन सिजीमा। अब भइसक्यो, अब यति नै हो। चार्जै छैन। अब कोहीले त चप्पल लाएर आएछ झन्। ल त साथीहरू, फिलहाल अहिले हाम्रो चितवनको सेकेन्ड दिन बाटो सुरुवात छ। अहिले चाहिँ हामी यता नारायणको पुलमा छौँ। देख्न सक्नुहुन्छ यता चितवन यस्तो छ। ल यता रब्बा रब्बा जय चितवन, जय चितवन, जय घन्टी, जय घन्टी। के भएर शिवजी हेरे त बोला न के यार। भइसक्यो। त साथीहरू, फिलहाल देख्न सक्नुहुन्छ हामी 9:50 भइसकेको छ। 9:50मा चाहिँ यहाँ चाहिँ खास हामी ठाउँमा आएको रे के तन्दुरी रे लौडा नान तन्दुरी ठाउँ भन्ने ठाउँमा आएको छ चितवनको। खास 11 बजे। अनि त्यसपछि अर्डर दिइसकेको छौँ। गन्धर्व पनि भन्ने के अरे तन्दुरी नान अनि के अरे जे होस् अहिले देख्न सक्नुहुन्छ। अहिले भनेको छ अब मान्छे ब्याग छ। हेलो साथीहरू, तपाईँलाई एसके ब्लगमा स्वागत छ। मेरो साथ हुनुहुन्छ एसके ब्लगकै ओनर छ उता सिपी खवास। हेलो गाइज। हामी चाहिँ अहिले चाहिँ नवलपुर चितवन हुँदै यो समग्र भेगलाई भिजिट गर्दै आज रमाइलो वातावरण गरेर फर्किसकेका छौँ। कहाँनिर आइपुगेका छौँ थाहा छैन मलाई। कोत्रे आइपुगेका छौँ। हाम्रो च्यानललाई, हाम्रो एसके ब्लगको च्यानललाई चाहिँ लाइक दिनु होला, सब्सक्राइब
तलको बेला र फलो गर्न नबिर्सिनु होला इन्स्टाग्राम या फेसबुकतिर है त हाम्रो चट्ट मजाले है ढुक्क रिल्याक्स पाराले हेर्नु होला कुनै पनि टेन्सन नगर्नु झन्डन नगरिकन धन्यवाद है ल ल ल ल धन्यवाद